स्वागत छ तपाईहरुलाई म इप्सन र आज चाहिँ हामी यता लाकुरी भन्ज्याङ गइरहेछौँ। बाटोमा के कस्तो हुन्छ हेर्नु होला। यसरी हामी जान्छौँ, कति टाइम लाग्छ र कस्तो छ माथिको भ्यू हामी सबै देखाउँछौँ है त। र हाम्रो यात्रा जारी छ। अनि यो बन्दा चाहिँ नेपालमा मात्रै पाइने काडे भ्याकुर भन्ने चरा पाइन्छ होला। काडे भ्याकुर के हो? दाइहरू पनि आउनु हुँदैछ माथिबाट। कहाँ बिराम भयो दाइहरू? ए दाइ कति टाइम लाग्छ होला यहाँबाट? बिहान ए ल अब हाम्रो पनि यात्रा जारी। भनेपछि 6:30 मा गएर आइसक्नु भएपछि यहाँ आउँदाखेरि 12 बजे 5 घण्टा बिहानदेखि मर्निङ। अब यहाँ माथि यस्तो माथि हेर्दाखेरि नि कस्तो छ? ल दिस इज फर दर्पण एम रामकुमार है र तिमीहरूलाई। ल यहाँ के मेसेज छ उसले भन्न रहेको छ। मान्छे के अरे बादल लड्ने एउटा उकालो छ भनिरहेको थियो होइन, तर हामी आएको त्यस्तो केही देखेन है। यहाँ त सेमी पनि हिँड्नु सक्छ क्या। ल यहाँ पनि यतिखेर हिँड्ने डराइदिरहेको थियो। यहाँ तल चाहिँ एकदम राम्रो फार्म रहेछ माछा पाल्नुको लागि। ल अब फेरि अलिअलि यस्तो आज फेरि दिन पनि लास्टै रमाइलो भएको छ। अनि यताबाट अझै यात्रा जारी नै छ, केही छैन। जङ्गलमा अब गुराँस हामी टिप्छौँ माथि, हुन त गुराँस टिप्नु हुँदैन। यो हाम्रो नेसनल फ्लावर हो, रोडोडेन्ड्रन नेसनल राष्ट्रिय फुल हो। टिप्नु चाहिँ हुँदैन र नटिप्नु पनि हुँदैन, तर थोरै हो भने एउटा चाहिँ टिप्दाखेरि केही फरक पर्दैन होला है त। यता एकदम हावा चलिरहेछ, एकदम हावा चलिरहेछ। यता हाम्रो दुईजना भाइहरू पनि आउनु हुँदैछ। अब अझै अलि माथि गएपछि फेरि कन्टिन्यू गरौँ ल। लाकुरी भन्ने चाहिँ आज देखाउने नै हो, जसरी पुग्ने नै हो है त। हाम्रो एकजना मान्छे चाहिँ अब यहाँ फुल टिप्नु गइरहेको छ, फुलको हत्या होइन सर? अहिले टिप्न हुँदैन भन्दा के अहिले चाहिँ यस्तै हो नेपालीहरू, जनता र नेता एउटै हो नि त। यस होइन खै यहाँ त अलिक बाक्लै छैन कि, मान्छेले टिप्यो होला नि राम्रो त है। फुल है त यो चाहिँ हाम्रो फुल हो। अब धेरै अहिले छैन रहेछ भने अलि बाटोमै हो। यो बाटोमा भइसकेपछि मान्छेहरूले अरू खानुहुन्छ। ल गुराँस है यो चाहिँ। ल हाम्रो राजासँग भएको छ नेपालमा। दाइ त्यो सेन्टा कति हो? गुराँस टिप्न गइरहेछ, तर धेरै नै लाइट परेछ क्या मान्छेहरू। गुराँस टिपेको छ यसलाई है। नेसनल फ्लावर डिपार्टमेन्टले चाहिँ यसलाई कडा कारवाही दिनुपर्ने जस्तो। ओ होली पनि सक्यो होइन, होली पनि सकेर हिजो होली आज पनि होली त छैन। अब काम छ फेरि भोलि। अब खोइ त यो उकालो हामी निस्केको लगभग 1 घन्टा होइन, 40 मिनट जति हुन लागिसक्यो होला होइन। हामी गफ हान्दै निस्किरहेको छौँ। यदि खाली टाइममा हिँड्नु मन लाग्छ, यदि आउनु छ भने कहाँ जाने भनेर हेर्दा चाहिँ मलाई अलिक
राम्रो जस्तो लाग्यो बाटो पनि पुरै चट्ट बनाएर राखेको छ अनि किनभने रमाइलो हुन्छ साथीहरूसँग सो अझै अब माथि त हामी पनि पुगेको छैनौँ अझ हेरौँ कस्तो छ सबैजनालाई देखाइदिउँला कस्तो छ माथिको भ्यू ल अब हामीलाई यहाँ कति रुपियाँ पर्छ हेरौँ तानु तपाईँको असली एनर्जी भन्ने मात्रै हो के पनि पाउँछ दोकानै रहेछ नि ईश्वरलाई माछा अब इनर्जी ड्रिङ्क हो क्या इनर्जी ड्रिङ्क ड्रिङ्क मात्रै हो क्या इलेक्ट्रोल दिएको अरे क्या मलाई जमजमी छ क्यामेराम्यान इज हियर होइन अच्छा अब हामी चाहिँ आफ्टर कति 1 hour अफ वर्क होइन ठीक है समरिया लाकुडी भन्ज्याङ पुग्न लाग्यो यहाँ दुईजना छ अगाडि डाँडामा पुगिन्छ डाइरेक्ट आई डोन्ट नो ब्रो मेबी भाइहरूलाई पनि भेटाएको छैन हामीले टक्क तलबाट आउनु भएको रहेछ सँगै देखिए जरा यो चाहिँ यहाँ रहेछ नि त ईश्वर तल तल आम्बो ईश्वर ओइ ओइ बनाना वाला दाम नहीं दे यार ओए क्या है ओए क्या है आज तर अलि किन फोकस भएको छैन मेरो पहिला त्यही होला लाखरी भन्ने के त मलाई फुर्सै डाँडा माथि छ यो तल चाहिँ गदारी होइन केपी ओली भवन लगेर भ्याली छ ल ओ यो चाहिँ हामी लगभग अब निस्किसकेको अवस्था छ यता अर्को टोलीहरू पनि पुरै हुनुहुन्छ हाम्रो केटाहरू हाम्रो साथीहरू यता ल चाहिँ हामी हेलो भन्नु मेरो फ्यानहरू भनौँ कि अब के भन्नु अलिकति अब फ्यानहरू भने हामी चिना हुँदैन तर हाम्रो फ्यानहरू हुन्छ धेरै होइन यहाँ चाहिँ उहाँहरू चाहिँ 50-60 जना हुनुहुन्छ लगभग यता हाम्रो एकजना गाउँले दाइ भेटिनु भएको छ दाइ कताबाट जाने त हजुर तल गएँ अहिले भर्खरसम्म यो हेरेर चाहिँ के लाग्यो यता जानु भनेको छ हामीलाई अब चाहिँ लगभग हामी माथि आइसकेको छौँ यो कुन अब चाहिँ लाकुडी भन्नेको नजिकै होला सायद अनि यता पर हेर्न सक्नुहुन्छ एकदम रमाइलो टोलीहरू त्यहाँबाट हामी लगभग माथि अझै आइसक्यौँ यो चाहिँ के हो त अघि हामी देखाएको डाँडाभन्दा माथि ल यस्तो छ यता तलतिर रमाइलो ठाउँ छ एकदम रमाइलो ठाउँ छ आयो भने एकदम रमाइलो जस्तो लाग्यो ल फेरि पनि हामी चाहिँ अर्को बाटो आयौँ हामी 3टा बाटो आइसकेको छ अब के हो कताबाट हो 3टा बाटो 3टा बाटोमा सुतेको यो बाटो होइन अरे अब यो यस्तो म्याप हेर्दाखेरि चाहिँ अर्को ठाउँमा हामी आएको रहेछौँ अब फेरि हामी फर्किँदैछौँ हामी आज यहाँ घुमेछौँ उयो पछाडिको यता बाटो रहेछ बाटो चाहिँ यो बाटो रहेछ हामी चाहिँ अलिकति भनौँ उल्टो भएर आयौँ म्याप हेरेर थाहा छैन हामी 3 जनामध्ये कसैलाई पनि चाहिँ हिँड्नुको एउटा छुट्टै बेग्लै मजा छ नि त होइन हामी हराउँदैछौँ जाँदैछौँ अब अघि नै हामी यही बाटो आएको मैले यही पहिरो देखाएको फेरि सेम टु सेम हामी बाटो त्यही बाटो नै फर्केर आइरहेको छौँ थाहा छैन कता कता पछाडि अलिअलि बस्तीहरू छ आमा राइट यो ठाउँमा
बस्नु चाहिँ एकदम रमाइलो हुन्छ। हामी चाहिँ अब पुरै माथि अब उता हेर होला नि त अहिलेकै ठाउँमा हो नि त नि प्याराग्लाइडिङ गरेछ क्या। ल अब कहाँ कहाँ पुगिँदैछ हामी फेरि पनि यता तलतिर होइन होला प्याराग्लाइडिङ पनि रहेछ सँगै। ल 2 घन्टाको यात्रा ननस्टप हिँडाएपछि हामी एउटा यो माथि एकदम राम्रो डाँडामा आएको छौँ। डाँडा देख्यौँ अब त्यहाँ गइदिउँ। हरियो हरियो हुनु पाएको छैन रहेछ। ल यस्तो हो नि पिकनिक स्पट या त बिहानै आउनु पाए चाहिँ एकदम राम्रो हुन्छ क्या। अन्त यहाँ माथि आएको यस्तोमा 20 रुपियाँको चिप्स 20 रुपियाँको है 20 रुपियाँको चिप्स भित्र यति 3टा 4वटा यो के हो यस्तो हो ल यो नाम चाहिँ के हो भन्दाखेरि सौर्य चिप्स पोट्याटो चिप्स 20 रुपियाँमा लगभग 4-5वटा गर्नु सकिन्छ। 10-12वटा जति छ यस्तो पनि हुँदो रहेछ। ल अब चाहिँ बल्ल हामी चाहिँ पुरै फाइनली अब माथि टाकोमा चाहिँ आइसकेको छौँ। टावर यहाँ माथि छ। अब यहाँ मलाई बोल्नु सक्दिनँ म अलिकति होइन यहाँ त्यही भएर भ्यू मात्रै हेर्नु होला भन्ने आश गर्दछु। यो माथिको चाहिँ कुन टावर रे? यो चाहिँ टावर हो। यो समाचार यो म दुईटा हामीले चाहिँ कोसेली पनि बोकेको छौँ। तपाईँहरूलाई चाहिन्छ भने राम्रो राम्रो गुराँस हामीसँग छ। ल यो चाहिँ फेरि कारे हामी यहाँ कहाँ आयौँ रे साथीहरू? यहाँ माथि एउटा झन्डा रहेछ। यो माथिको चाहिँ फुलचोकी डाँडा हो। यो माथिको यो चाहिँ अनि त्यसपछि आज हामी चाहिँ गएको भनेको यहाँ माथिबाट त्यसको पल्लो साइडबाट यता गरेर माथि सिधो लाकुरी भन्दै। यहाँ तल चाहिँ साथीहरू होइन एउटा गुफा छ। त्यसमा चाहिँ हामीले यो ईश्वरलाई टेस्ट गर्न लाग्छौँ त्यो गुफामै। ल सुरु क्या जाए हामी चाहिँ अब यहाँ पुरै अड्किने गयो अड्के म त यहाँ अड्के क्या ईश्वर त अड्क्यो। ल फाइनली ईश्वर पास भएको छ त्यसमा। अत्याचार आक्रमण बरान असमझदारी विकल्प विहीन